साथीहरु एउटा कुरा चाहिँ मलाई आज अचम्मै लागिरहेको छ। मैले चाहिँ एउटा साइटमा फेसबुकमा स्पोन्सर देखे अनि स्पोन्सरको माध्यमबाट भित्र छिएर त्यो साइटमा भएको विज्ञापनहरु हेर्दै गएँ। तर त्यहाँनिर गइसकेपछि चाहिँ एउटा यस्तो गजब देखे नि, यो सगुन भन्नेले चाहिँ फेसबुकमा स्पोन्सर गरेर आफ्नो सामानहरु चाहिँ बेचिरहेको देखेँ। अनि मैले भित्र गएर हेर्दै गएँ। भित्र गइसकेपछि चाहिँ मैले एउटा यस्तो गजबको चीज देखेँ नि यहाँनिर हेर्नु है त। यो मैले आफ्नो एकाउन्ट पनि बनाएँ अनि मैले यहाँनिर एउटा सामान अर्डर गरेको छु। हेर्नु है त, यो गिम्बल स्टेबलाइजर चाहिँ प्रुफ एक्सिस कम्पनीको चाहिँ मात्र 2000 मा यिनीहरूले देखाइरहेछ हैन। मैले चाहिँ हिजो मात्रै यो अर्डर गरेको छु मे 3 मा। अहिले चाहिँ यो होल्डमा बसिरहेको छ हैन। मलाई विश्वास चाहिँ लागिरहेको छैन यसले मलाई सामान दिएला भनेर। तपाईको यो यहाँनिर हेर्न सक्नुहुन्छ है त, यो स्टेबलाइजर यो चाहिँ हो। मैले ठ्याक्कै यही यो 20000 भनेर बनाएछ। अहिले त 20000 बनाएछ। 20000 बनाएछ है। मैले हिजो किन्दाखेरि चाहिँ तपाईको 2000 मात्रै थियो। अहिले चाहिँ यसले सचाएछ। अब यो मेरो अर्डर के गर्छ यसले हैन, त्यो हेर्न बाँकी नै छ। मैले देखाइहालेँ। मैले सबै स्क्रिनशट पनि गरेर राखेको छु है यसको। यहाँनिर फोटोमा ठ्याक्कैलाई हेर्नु, यो 2000 छ नि, 23000 चाहिँ सेभ भनेर 2000 चाहिँ यसले दिइरहेको छ। मैले यसको फोटोहरु सबै लिएको छु। 6 वटा फोटो छ हैन। यो यसलाई हेर्नु त, सबै फोटोहरु मैले खिचिरहेको छु। अहिले चाहिँ यसले एडिट गरेर मिलाएछ। सायद यिनीहरुको प्राइभेट गडबडी होला। अनि मैले अर्डर पनि गरेको छु। मेरो अर्डर होल्डमा राखिरहेको छ। तपाईहरुलाई म फेरि जीमेलमा पनि देखाउँछु है त। जीमेलमा यस्तो छ। जीमेल कता गयो? इसगुनको चाहिँ अर्डर हैज बीन रिसिभ भनेको छ। गिम्बल स्टेबलाइजर प्रुफ एक्सिस 1 क्वान्टिटी 1 प्राइस चाहिँ 2000 रुपैयाँ भनेको छ हैन। बिलिङ एड्रेसहरु यताउता सबै भइहाल्यो। क्याश अन डेलिभरी फ्री छ। ल यही नै हो। अहिले चाहिँ यिनीहरुले मिलाएछन् है, मिलाएछन्। अब मलाई चाहिँ के भन्छन् त यिनीहरुले? अब मैले बिहान हेर्दासम्म त थिएन। अहिले चाहिँ टक्क प्राइस पनि 20000 बनाएछ। ठ्याक्कै 2000 थियो, अहिले चाहिँ 20000 बनाएछन्। अब यिनीहरुले मेरो यो अर्डरलाई चाहिँ के भन्छ? अब माफी माग्छन् कि पठाइदिनु? त पक्कै पठाइदिनु। मलाई त लागिरहेको थियो यिनीहरुले पठाउँदैन भनेर। तपाईले देखिहाल्नुभयो 2000 हैन। अब यस्तै हुँदो रहेछ। अब यो अनलाइन चलाउनेहरुले पनि अलिकति ख्याल गर्नु पर्यो है मूल्यको। अब सबै मैले अरु सामानहरु पनि हेरिराखे। अरु सामानहरुमा सबैमा डिस्काउन्ट भनेर हालिरहेछ। यो चाहिँ आँखामा छारो हाल्या हो है। अनि मैले पनि ठ्याक्क फेला पारिहालेँ। अनि अर्डर गरिसकेपछि अहिले चाहिँ मिलाएछन् यिनीहरुले। अब मेरो इमेलमा आइसकेको त चेन्ज हुने कुरा भएन। मैले तपाईलाई देखाइहालेँ। अब यो त चेन्ज पक्कै हुँदैन होला। मलाई पठाएको 2000 नै छ यसमा। अब अहिले मेरो होल्डमा बसिरहेछ। अब के भन्दो रहेछ यिनीहरुले हेरौँ। अब यतिकै डिसमिस गराउँछन् कि अब केही मेसेज आउँछन् कि त्यो वेटमा छु। अहिले चाहिँ यस्तो मेसेज आएछ। तपाईहरुलाई मैले देखाइहालेँ नि 2000 भनेको स्टेबलाइजर यतिमा आउने त होइन नै, मलाई पनि थाहा छ। तर यिनीहरुको मिस्टेक के हो त भनेर मैले हिजो अर्डर गरिदिएको थिएँ। अब हेरौँ के भन्छ है यो इसगुनले। अब के गर्छ त्यो भने हेर्न बाँकी नै छ। अब कुन के मेसेज आउँछ त्यो चाहिँ म देखाउँछु है त तपाईहरुलाई। ल अहिलेलाई चाहिँ यति नै।